त्यहाँनिर परमेश्वरको महिमा, परमेश्वरको अनुग्रहलाई उसले पाइराख्यो उसको जीवनमा। त्यसकारणले गर्दामा हामी जब प्रभुमा कठिन कसले हामीसँग कस्तो बर्ताव गर्छ हामी त्यो कुरालाई नहेरौँ, त्यसमा हामी फोकस नगरौँ, तर हामी भनौँ कि हाम्रो परमेश्वरले हामीलाई परमेश्वरले मलाई जो दर्शन दिनुभएको छ त्यो निशानमा म हेर्नेछु र म अगाडि बढ्नेछु। दायाँ र बायाँ हेऱ्यो भने हामी अल्मलिन्छौँ। त्यसकारणले प्रभुले भन्नुभएको छैन तिमी यताउता त्यो मानिसलाई हेर, तर परमेश्वर मतिर मेरो पाइलालाई पछ्याउ भन्नुभएको छ। अनि आज हामी हेर्दछौँ कि युसुफको जीवनमा जब हेर्दछ, जसले उसलाई गड्डामा फालेको थिए, जसले चाहिँ उसलाई बेचिदिएको थिए, आज त्यही व्यक्तिहरूको लागि एउटा आशिषको जरिया भएको थियो। अनिकालको समयमा है, अनि युसुफले भने आफ्नो दाजुहरूलाई भने नडराऊ, किनभने परमेश्वरले त उहाँको योजनाले मलाई यहाँ राख्नु भएको थियो ताकि यो अनिकालमा तिमीहरू नमरौ। हैन, आज हाम्रो जीवनमा परमेश्वरले हामीलाई बनाउन चाहनुहुन्छ, कसै न कसैको लागि तयार पार्न चाहनुहुन्छ। अगर हामी थाक्यो भने, टुट्यो भने शैतानले हाम्रो जीवनमा मौका पाउँछ। त्यसकारणले गर्दामा चाहिँ हामी प्रभुतिर हेर्नुहोस्। हिजोसम्म तपाईँ कति कुरामा सायद कमजोर पर्नुभयो, तर परमेश्वरको हातले तपाईँलाई पक्रिरहेको कारणले आज तपाईँ यो ठाउँमा हुनुहुन्छ। आमेन, हैन। अनि परमेश्वरले सिर्फ आज तकको लागि होइन, हर दिनको लागि प्रभुले प्रतिज्ञा गर्नुभएको छ, नडरा, म तेरो साथमा छु, म तँलाई सम्हाल्छु। हैन, भर्खरै हामीले गीत गायौँ, आमाले मलाई, बुवाले मलाई, सबैले मलाई त्यागे तापनि येशूको पछि म हेर्नु लागि फर्किँदिनँ। अलिकति केही कुरा हाम्रो जीवनमा उतार चढाव आयो भने हामी प्रार्थना गर्न छोडिदिन्छौँ। अलिकति फाइनेन्सियल प्रब्लम भयो भने हामी प्रभुको काममा दिन हामी छोडिदिन्छौँ। कतिपल्ट हामी यस कारणले आउँछौँ, आएन भने त पास्टरले फोन गरेर सोध्नुहुन्छ है। कतिपल्ट हामी डरले गर्दामा, करले गर्दामा, तर परमेश्वरको डर मान्ने असल र बुद्धिमानी व्यक्ति हुँदछ। परमेश्वरको जब हामी आज्ञालाई पालन गर्छौँ तब आशिषहरू हाम्रो जीवनमा आउँछ। हामी बुद्धिमानी हुन चाहन्छौँ, को हामी मूर्ख हुन चाहन्छौँ? कोही पनि चाहँदैन होला। अनि मैले हात उठाएर भने सबैले भन्नुहुन्छ, नाइ बहिनी, नाइ दिदी, हामी बुद्धिमानी हुन चाहन्छौँ। बाइबलले बताउँछ, भजन सङ्ग्रह 111 10 पढिदिउँ न है। बुद्धि का मूल यहोवा का भय है, जितने उसकी आज्ञा को मानते हैं उनकी बुद्धि अच्छी होती है, उसकी स्तुति सदा बनी रहती है।